मेलम्ची नदी थियो 4 वर्ष भयो क्यारे मेलम्ची नदीले साह्रै ठुलो डिभास्टेसन गरेको थियो तर बाढी पहिरो पछिको सन्नाटा तपाई हेर्दै जानुहोस् अलिकति दोहोर्याएर देखाएँ मैले सो ब्युटिफुल पर तपाईले चौतारा अब देख्न सक्नुहुन्छ कि होइन तर चौतारा समवेयर हियर त्यो अलि ब्लर देखियो तर राम्रो छ है ब्युटिफुल सो ब्युटिफुल अब यहाँ भन्दा माथि मेलम्ची र त्यो नदी देख्नुभयो माथि हैन मेलम्ची नदी त्यो हेलम्बु तिर जहाँबाट आउँदै गरेको देख्नुहुन्छ म अलिकति अहिले म सिधै उत्तरतिर देखाउन थालेँ यो होटल भ्यू पोइन्ट बाट है अब म तपाईलाई यो देखाउँदै गएर म यो कुरो देखाउँदै छु तपाईलाई हेर्नुस् है यहाँ अब यहाँबाट यो भ्यू पोइन्ट बाट देखिने चाहिँ यहाँ माउन्ट एभरेस्ट देख्नुभयो यो हिमालयन रेन्ज कसरी देखिन्छ भनेर यहाँ देखाइएको छ पश्चिममा सबैभन्दा पर हिमालचुली देखि लिएर यता पूर्वमा यो ठाउँमा उभिएर हेर्नुभयो भने सिधै कार्योलुङ भन्ने हिमाल देख्नुहुन्छ यो होटल भ्यू पोइन्टको सुन्दरता अझै म देखाउँदै छु यो एकजना साथी अमेरिकाको उनलाई साह्रै मन पर्छ नेपाल हाउ ब्युटिफुल इट इज Can't describe it. Your heart hangs over here somewhere, right? Wait till it opens up. Oh wow. उहाँको नाम डेभिड हो अनि उहाँ चाहिँ नेपाल हेर्नलाई आउनु भएको उहाँले जुन ठाउँ देख्नुभयो मलाई रोकेर ल यहाँको फोटो खिचिहाल्नु पर्यो भन्नुहुन्छ जे होस् अब रमाइलो कुरा देखाउँदै छु यहाँनेरि यो होटल चाहिँ खोइ के भयो कुनै साथीहरूले निकै वर्ष भइसक्यो सुरु गरेको निकै वर्ष भयो तर बनाउन सक्नु भएको छैन खोइ यो सञ्चालन भएन किन हो तर यो पनि राम्रो होटल छ है भ्यू पोइन्ट जतिकै अल्गो होटल त्यो पनि हो ल मैले झन्डै 180 भन्दा बढी डिग्रीमा तपाईलाई यो ठाउँबाट भ्यू देखाएँ ल त्यही पोइन्टबाट मैले फेरि यहाँ सुरु गरेँ यो तल देखेको होटल क्लब हिमालय हो सबैभन्दा यो ठाउँका लागि महँगो भनेर भन्छन् ठुलो राम्रो होटल पुरानो पनि हो भन्ने चलन छ यो पारिपट्टि यहाँ तल यो जुन डाँडा हो ठुलो अलिअलि बादल देखियो सेतो बादल डाँडामा छ त्यहाँ चाहिँ नगरकोट टावर भयो भ्यू टावर र अलि अगाडि आउनुभयो भने यो डाँडाको पछाडिपट्टि बनेपा त्यहाँनेरि पर्यो भने त्यो डाँडाको यतापट्टि गहिरोमा पल्लोपट्टि चाहिँ धुलीखेल पर्छ र बनेपा धुलीखेल बीचमा यो सेतो बादल पर देखिन्छ त्यसको मुनिपट्टि चाहिँ तपाईले पनौती शहर देख्नुहुन्छ ल अघिको ठाउँमा ल्याएर जोडेँ है मैले देख्नुभयो 380 डिग्री ब्युटिफुल